वेलकम गाइज सबैजनालाई वेलकम छ है मेरो फेरि सानो सानो भ्लगमा। आज चाहिँ हामीभन्दा नि अहिले म चाहिँ टक्क लागेर अब हाइकिङको लागि यसो जान लागेको छ। आज शनिबारको दिन छ होइन। लगभग यो भिडियो पोस्ट हुँदाखेरि साउन्ड आउँछ होला, सायद सुन्छ होला। साउन्डभन्दा अगाडि नै हो। नुहाइधुवाइ गरेर अब रेडी भइसकेको छु, खानसान खाइसकेँ। अहिले 8:15-20 भयो। अब म चाहिँ यहाँबाट यता माथि ठाउँको नाम चाहिँ मैले नि बिर्सेँ होइन। अहिले सोध्नुपर्छ। त्यहाँ पुग्ने ठाउँ चाहिँ म माछा पोखरी हो। अहिले म पहिला त्यहाँ पुग्छु अनि त्यसपछि चाहिँ गाइजहरूसँग भेटघाट गरेर अनि त्यसपछि हामी चाहिँ त्यहाँबाट जान्छौँ होइन। अहिले चाहिँ अब नुहाइधुवाइ गरिसक्यो, रेडी भइसकेँ। अब जानको लागि ब्याग स्याग प्याक गर्दैछु। ब्याग प्याक भने त्यस्तो धेरै कुरा हुँदैन, नर्मल थिङ्स होइन। पानी सानी बोक्छु, त्यो अर्कै बोक्दैन। छाता पानी सानी बोक्छु, अर्कै पनि बोक्दिनँ। आजको आउटफिट भनेको चाहिँ हाम्रो नेपालको जर्सी लाएर हिँडेको छु। सो यो मैले हिजो किनेको हो होइन। लास्ट टाइम महँगो पऱ्यो, कस्तो महँगो लागिरहेको छ। तर अलिक राम्रो पनि छ, प्रिमियम टाइपको छ होइन। केलमीबाट किनेर अन्त सही लागिरहेको छ। सो हामी तपाईँलाई उता गएपछि भेट्छु। हामी चाहिँ माछा पोखरी बाइपासमा छौँ होइन। पानी किन्यौँ, 2 बोतल पानी। त्यहाँनिर गाईहरू पानी किन्दैछन्, देखाउनु पर्दैन। अपोजिटमा अब हामी त्यहाँनिर मिठा बस्छ, मिठा बसेर गएको साथीहरू यता एकजना साथी त्यहाँ पुगेको छ, दुईजना पुगेको छ। अब हामी पनि त्यता जाने हो क्रममा हामी पर्दैछौँ। लास्टतिर भने जति साथीहरू चाहिँ आइपुगेको छैन। सो आज जति आयो त्यतिमै रमाइलो गर्न सिक्नुपर्छ होइन। सो हामी जति नजिक गयो, जति स्टेप हामी हिँडिरहेको छौँ त्यति नै हामी जङ्गलको प्रकृतिसँग एकदम घुलमिल भइरहेको छौँ होइन। शीतल छ। आई गेस 2 मिनट पनि भएको छैन होला त्यो माछा पोखरी बाइपासबाट हामी यहाँ आइपुगेको। लागिरहेको छ घना जङ्गलभित्र छिरिसक्यो जस्तो लागिरहेको, किनभने अब धेरै नै रुखहरू छ नि त। सो हाम्रो गाइजहरू पुरा यसरी हिँड्दा हामी त कस्तो भने क्रिकेट खेल्न हिँडे जस्तो भइरहेको यार। सो हामी बाइपासबाट लगभग आधी घन्टा पनि छैन, 25 मिनट जति सर मास्तिर आइसकेपछि यो एरियामा आइपुगेको छ। यहाँ चाहिँ आर्मीको क्याम्प छ। अलिकति जुत्ता चाहिँ खिच्नु मिल्दैन होइन। टिकट यहाँनिर काट्ने पर पर्सन चाहिँ 100 भन्ने सुनेको थियो। अब स्टुडेन्टको लागि चाहिँ त्यस्तो खासै मलाई छ जस्तो चाहिँ थाहा छैन। साथीहरूले काटिरहेको छन् होइन। त्यसको लागि चाहिँ के भन्न चाहन्न। हामी चाहिँ टिकट काटेर हामी भित्र छिरिसकेको छौँ। यहाँनिर चाहिँ टिकट काट्नुपर्छ, आर्मीले खतरा चेक हान्नुहुन्छ होइन। टिकट काट्नको लागि चाहिँ अलमोस्ट आधी घन्टा जति चाहिँ हामी लाग्यो। यो ठाउँ चाहिँ अब हामी यहाँबाट चाहिँ इन्ट्री गरेर यताबाट जाने। हाम्रो साथीहरू सबैजना यहाँ हुन्छ। त्यो सबैलाई वेलकम टु वेलकम टु हाम्रो जमाछु सबैजनालाई। हिजो जर्सी लगाएको फोटो खिचिरहेको छौँ। नेपाल वी लभ नेपाल, त्यही भएको कारणले गर्दाखेरि यता भ्लगिङ क्यामेरामा हेरौँ कि उता फोटो खिच्ने क्यामेरामा हेरौँ, अलिकति दुविधामा बसिरहेको छौँ। त्यसको लागि क्षमा प्रार्थी चाहन्छु मेरो दर्शकबिनहरूलाई। भयो एउटा सेल्फी खिच्छ नि त तिमीले नि। हाम्रो अघिको क्यामेराम्यान भनेको चाहिँ हाम्रो साथी हो होइन। कोच हो नि त। ल हाम्रो हाइकिङको पहिलो चरण हामी भर्खर यहाँ तलबाट आएको। फोटोसोटो खिचेर सबले जर्सी लगाइसकेको छन्। हामी चाहिँ मासतिर निरन्तरता दिइरहेको छौँ साथीहरू। पछाडि पनि नेपालको जर्सी लगाउने धेरै भिजिटर्सहरू देखिरहेको छु मैले। हाम्रो चाहिँ अब यो 45 मिनट त भयो नि हिँडेको। भर्खर 45 मिनट भए स्याहार फ्याँका भइसक्यो। झरीले गर्दाखेरि यो माटो एकदम चिप्लो छ। बाटो यो हो, अर्को बाटो लिएर आएन साथीहरूले, त्यो चाहिँ भयो। आउँदाखेरि यो बाटो भरपुर विरोध मैले उताबाट छ भन्दै हाम्रो गाइड चाहिँ अलि बाटो त्यसमा भरेको बाटो आउनुपर्छ, चिप्लेर मर्न सकिन्छ।
हाम्रो रेस्ट गर्ने ठाउँ। यहाँनिर चाहिँ हामी तल टिकट काटेर यहाँ आइसकेपछि कुन टाइम के टाइम भयो भनेर फेरि यहाँनिर एकचोटि रिचेक हुन्छ हाम्रो आर्मीद्वारा। अनि हामी चाहिँ हाम्रो एकजना जानुभएको छ टिकट चेक गर्नको लागि चाहिँ। हामी चाहिँ यहाँनिर रेस्ट गरिरहेको छौँ, फोटोसोटो खिचिरहेको छौँ। यहाँनिर हामी मात्र होइन, धेरै नै मान्छेहरू हुनुहुन्छ हाइकिङ गर्न आउनु भएको देख्न सक्नुहुन्छ। यसो एकदम अलिक पिस र एकदम रमाइलो ठाउँ छ यो चाहिँ। अहिलेसम्म यो चाहिँ हाम्रो सबैजना दाजुभाइको शङ्करदेवको टोलीहरू हामी लिएर आएका छौँ यो भ्रमणको लागि होइन हाइकिङ। अनि यो हामी जुन ठाउँमा अहिले यो भिडियो गरिरहेको छौँ यो ठाउँ चाहिँ एकदम फोटोस्टिक प्लेस रहेछ। किनभनेदेखि यहाँनिर अलिकति फोटोजेनिक जे भए पनि बुझ्नुहोस् त्यसै गरी जस फोटो खिच्न मजाले मिल्ने ठाउँ रहेछ। किनभने यस्तो जङ्गलको यस्तो देखिरहेको यस्तो नेचरमा यस्तो किरोहरू भेटिन्छ गाई। ल यहाँ हाम्रो के भन्छ बायोलोजीका के हुन्छ बायोलोजी। यो हाम्रो क्यामेराम्यान चाहिँ अहिलेको लागि मैले साथीलाई लिइरहेको छु। हाम्रो यता ल हेर्नुहोस् है त फोटो खिच्नको लागि धेरै मान्छेहरू यहाँनिर बसिरहेका छन्। यो चाहिँ हाम्रा साथीहरू हुन्। आज खै के झोक चल्यो, सबले नेपालको जर्सी लाएर आउने भनेर प्लान बनाउने जुन मान्छे हुनुहुन्छ त्यो मान्छे चाहिँ अनि नेदरल्यान्डलाई गुल्सन झाले हाने जस्तै गरी अभिषेकले पनि हान्छ। नेदरल्यान्डको क्याप्टेनलाई नि डगआउट हाने जस्तै गरी सोमपालले डगआउट नि हान्छ। सो हाम्रो यो चाहिँ अब भर्याङ फेरि यात्रा आयो। हामी फेरि भर्याङ चढ्छौँ। एकदम त्यो किराहरू त्यो फट्याङ्ग्राहरूको साउन्डहरू मजाले सुन्न सक्नुहुन्छ है त। सुन्नु है। त्यो गाउँघरतिर चाहिँ अलिकति किरा फट्याङ्ग्रा क्यार कुरकुर कराउँछ नि, त्यस्तै गरी कराएर यहाँ चाहिँ कति पछि सुनेको मैले, रमाइलो लागिरहेछ। हाम्रो चाहिँ अहिले दोरी चलिरहेको छ। हाम्रो साथीले चाहिँ कबाट पाएको छ होइन। उसले चाहिँ यस्तो मिठो गाना गाउँछ, सो मन पनि तिरङ्गित भएर आइरहेको छ कि यो गाना सुन्दाखेरि। उसलाई चाहिँ अलिकति क्यामेराम्यान नभएर उसलाई उसको चाहिँ भिडियोमा गर्दिनँ, तर उसको गाना चाहिँ हामी सबले सुनाउनु चाहन्छु साथीहरू। ल अब हल्ला नगर है, अब हल्ला नगर है। ल मलाई हेर आइन के भने यहाँ हेर नि। किसी रोज तुमसे मुलाकात होगी, आहा मेरी जान इस दिन मेरे साथ होगी। यो गानालाई आउट अफ 10 कति रियाक्ट गर्छ तिमी भन? अब 10 नै होइन, सबले 10 नै रियाक्ट गर्छ नि। म त 10 आउट अफ 12 आउट अफ 12 गर्छु। सो हामी चाहिँ डाँडा यो हाइकिङको 2 किलोमिटर अलमोस्ट हिँडेर चाहिँ हामी रिक्सामा बसिरहेको छौँ। अनि समस्याहरू के लिएर आएको थियो हामीले, हामी खाइरहेको छौँ है त। टोली ग्याङ हुने उठाका निकाल्ने बेला हो। नर्सिङ खाजा खाइसकेपछि हामी चाहिँ निरन्तर 15-20 मिनट भइसक्यो हिँडेको। हाम्रो साथमा एउटा ललिपप छ, यो खाँदै हामी हिँडिरहेको छौँ। साथीहरू पछाडि हुनुहुन्छ, सबले हाई भनिदियो। 3जना साथी अगाडि हुनुहुन्छ, उहाँहरू चाहिँ जङ्गल पस्ने तयारीमा हुनुहुन्छ सबैजना है त।
गुराँसको फेदमुनि आफ्टर 3.5 आवर हामी मजाले हिँड्दै रेस्ट गर्दै खाजासाजा खाँदै हामी चाहिँ जमाचो भन्ने ठाउँमा आइसकेको छौँ। दिस इज द प्लेस कल जमाचो। हामी 7जना टोली राष्ट्रिय यो हाम्रो जर्सी लाएर चाहिँ हामी आएको छौँ। बाटोमा हेर्ने दर्शकहरूले चाहिँ एकदमै राम्रो प्रतिक्रिया दिनुभएको छ। यसरी लगाएर आउँदाखेरि अलि छुट्टै किसिमको भाइब्स आउँदो रहेछ भन्ने फिल भयो। हामी आगामी हाम्रो हाइकिङहरूमा पनि हामी यसरी नै जान्छौँ नेक्स्ट टाइमदेखि, किनभने सबै सामान किनिसकेको छ नि त। त्यो भएको कारणले अब लेट्स गो टु जमाचो अनि सबैलाई म देखाउँछु के छ यतातिर। साथीहरू चाहिँ हाम्रो यसरी चढ्दै हुनुहुन्छ मासतिर, म पनि बिस्तारै आउँदैछु। उहाँ चाहिँ हाम्रो एकदमै वरिष्ठ क्यामेराम्यान आजको। सो हाम्रो चाहिँ जमाचो भन्ने ठाउँमा यसरी नास्ताहरू चाहिँ मजाले पाइँदो रहेछ। सेल समोसाहरू फ्रुट स्विटहरू चाहिँ यतातिर मजाले छ। पिपल्स आर इन्जोइङ ओभर हियर। सो यहाँनिर चाहिँ हाम्रो यहाँबाट काठमाडौँ चाहिँ पुरै देखिन्छ। सो हाम्रो चाहिँ यहाँनिर बुद्धको यस्तो गुम्बाहरू पनि रहेछ। यतातिर चाहिँ बत्ती बाल्नलाई मिल्ने रहेछ। हामी चाहिँ पहिला सुरुमा चाहिँ फ्रेस हुन्छौँ, देन आफ्टर हामी अझै मजाले घुम्छौँ होला है त। एकछिन होल्ड अन। हाम्रो चाहिँ 3.5 घन्टाको हाइकिङ पछि चाहिँ हामी आएर यसरी विश्राम गरिरहेको छौँ। मुखसुख सबले धोइसक्यो, फ्रेस भइसक्यो सबैजना। फोटोसोटो पनि खिच्यो 2-4जना। मलाई चाहिँ एकदम राम्रो लाग्यो किनभने एकदम धेरै मान्छे आउने रहेछ काठमाडौँ भ्यालीको। अनि हामी पनि आएको थियौँ। अब हामीले नेसनल जर्सी लाएर आउँदाखेरि एकदम गुड इम्प्रेसन आयो कि मलाई। आई लाइक इट। तिमीलाई कस्तो लाग्यो? सबले हेरिरहेको छ जस नेसनल टिमकै हो कि टाइपको भइरहेको सबैलाई नै, सबैलाई फिल भइरहेको। हाइकिङ सबले सोधिरहेको छ। अनि आउट अफ 10 कति उयो गर्छ? म पहिला नै आइसकेँ तर अहिले चाहिँ धेरै रमाइलो भयो। ड्रेस एउटै सबैको ड्रेस अनि हामी धेरैजना आयौँ। अझै समीक्षाहरू आएको भयो होइन? सब आएको पछि अझै रमाइलो हुन्छ कि टक्क 11 जना त्यतिमै रमाइलो भएको छ। म चाहिँ एकदम फेरि अब टिम मेरै हो अनि अब म्यानेज गर्नु पऱ्यो। कोच सबैलाई अनुशासन अलिकति भएन क्या, अनि त्यही भएर सबलाई मिलाउँदा ओर्दा कोचको काम त त्यही त हो नि। अनि अलिकति त भयो, राम्रै भयो। अनि अब कोच भनेको अरूभन्दा फरक पनि हुन्छ नि अलिकति। तिमीलाई कस्तो लाग्यो? एकदमै रमाइलो भएको छ। इन्ट्रेस्ट हामी नै भएको हो सुरक्षा। मलाई त झन् अघि त्यहाँ हेर्दाखेरि साँच्चीकै मैले प्लेयर जस्तो आइसकेको थियो। बेस्ट भयो। हिन्दू क्याप्टेन दिइहाल्यो। हाउ आर यु? फिलिङ गुड? हाम्रो चाहिँ इन्डियन नेसनल के अरे इन्डियन भन्न आएको थियो कि नेसनल हिन्दू भन्न आयो, इन्डियन भनेको कि हिन्दू चाहिँ अब नेसनल टिमको हेड। हाम्रो नाम पनि म्याच हुन्छ। तिमीलाई कस्तो लाग्यो साथी भन त? जय नेपाल। हामी चाहिँ यहाँ ठाउँमा यो ठाउँमा आएर चाहिँ यसरी भ्यू हेर्दैछौँ। सो भ्यू चाहिँ यसरी देख्न सकिन्छ होइन? So this is the place guys from Kathmandu Valley. यहाँबाट चाहिँ सबै कुरा देखिन्छ। के हेर्ने हो त अब सबैले हेर्नु यहाँनिर टक्क लाएर अघि दामी देखिरहेको छ। यसरी उता फेरि राम्रो देखिन्छ। गर्न सकिन्छ। घाम उतापट्टि बोलिरहेको छ यता पनि छ यहाँदेखि सम्म है भ्याली काठमाडौँ भ्याली। मलाई पुरै गाना आइरहेको सो हाम्रो चाहिँ यो हल्का लागेर हामी चाहिँ एउटा चढिरहेको छौँ। पानी चाहिँ एकदमै ठुलो पानी पर्न सुरु भइसकेको छ। भ्यू टावर चढ्नको लागि चाहिँ धेरै ए तेरिका दुर्गा थापालाई नसम्झन अहिले।
ओइ पानी आयो पानी पर्ला पर्ला जस्तो भाइ आइरहेको छ तर यो भ्यू टावर आउनको लागि चाहिँ एकदम सजिलो त रहेछ त्यस्तो गाह्रो बाटो चाहिँ लागेन टावर चढ्न मात्र माथि चाहिँ अब कस्तो छ भनेर म हेर्छु होइन बिस्तारै त्यसको भन्न सक्छु होला हेर्दै गरौँ धेरै भिड भएको कारणले हामीले चाहिँ धेरै यहाँ बसेनौँ साथीहरू बादल यो कुहिरो चाहिँ हाम्रो एकदम गइरहेको छ सायद हामी कुहिरो मस्त हिँडेर चाहिँ हामी चाहिँ यो जमाचोकबाट गयौँ साथीहरू विशेष त जमाचोक हाम्रो जमाचोकको फोटो खिच्दैछौँ हामी